नमस्ते सबैजनालाई, सबैजना सन्चै आएर हुनुहुन्छ होला र म पनि एकदमै सन्चै आएर छु। त्यसपछि अहिले चाहिँ म कहाँ छु भन्दाखेरि यो ठाउँको नाम के रे? सही ल। एसेम्ब्लीमा बस्दाखेरि बस्याउँछ तिमी त लगातार। अनि त्यही त अहिले चाहिँ हामी यता नयाँ बस्ती भन्ने ठाउँमा चाहिँ छौँ कि यस्तो दामी ठाउँ यार। माथि पिच पनि पुरै भएको, अब शीतल पनि शीतल, त्यस्तो खासै गर्मी पनि नभएको। अनि त्यसपछि हामी चाहिँ यहाँ बसिरहेको थियौँ। अनि यहाँ हाम्रो भाइ बहिनीहरू चाहिँ भेट्न आउनु भयो। धेरै धेरै खुसी लाग्यो। कतिमा पढ्छौ रे तिमीहरू? 10मा। कति राम्रो ड्रेस के यार। कुन चाहिँ स्कुल हो? सतीश बोर्डिङ स्कुल। ओके। वाट इज योर फादर? पुट इज योर नेम? माई नेम पूजन राई पण्डित। यो चाहिँ मिल्यो है, यो चाहिँ मिल्यो है। त्यसरी भनेर नि त ऊ चाहिँ म जस्तो ट्यालेन्ट हुन्छ जोस्। सही छ सही छ। ल ल हात मिलाउँ नि त। ल ल यस्तो यस्तो गल्ली पनि लाग्ने। लगाम थ्याङ्क यू। ल ल थ्याङ्क यू सो मच। मेरो एकचोटि एक्लैमा लिनु न। ए यसो लेख्छु हजुर। ल हस् थ्याङ्क यू सो मच। ए ल ल ल थ्याङ्क यू सो मच। तिमीहरू 9मै हो? 10मा हो? ओहो 10मा 10मा रहेछ तिमी त। ल अब के गर्ने त? बाई गर्ने मैले? ल बाई बाई। ल राम्रोसित पढ है, राम्रोसित पढ। ल बाई बाई। ल ल हस् हस्। थ्याङ्क यू थ्याङ्क यू। यहाँ बस ठ्याक्कै यहाँबाट बस गइरहेको थियो। जे होस् भेट्न आउनुभयो, खुसी लाग्यो मेरो भाइहरू मेरो बहिनीहरू। ल बाई बाई। ल अनि यो चेक आउट द भ्यू मिलेन हो? त्यो पनि मिलाउनु एडजस्ट गर्नु। कस्तो दामी छ है ठाउँ चाहिँ जोस्। त्यही त हामी चाहिँ अब यहाँ आएको छौँ कि अब यता मामा पनि हुनुहुन्छ। अनि ल थ्याङ्क यू। 4चोटि भन्यौ तिमीले। थ्याङ्क यू सो मच। ढोक्छौ क्या बाबु तिमी? ल ल ल थ्याङ्क यू सो मच। थ्याङ्क यू। बिस्तारै बिस्तारै सासले पानी ल्याउनु त मामा। खै पानी ल्याउनु त। खै पानी सबै हेऱ्यौ? कतिमा पर्छ? तिमीहरू स्कुलबाट हो? स्कुलबाट आएर लुगा फेरेर आइदिएको? कस्तो डेन्जर मेसी नै हो क्या तिमीहरू त यार। म नि क्रिस्टियानो सी गर्ने हो। क्रिस्टियानो रोनाल्डो भाइ उनला मलाई चिन्छौ? मेरो नाम थाहा छ? कन्फ्युज भएन। मेरो नाम थाहा छैन तिमीलाई? ल थाहा छैन? भन न के हो नाम? भन न भने। ल ल नाम त ल हात ल्याऊ। के गर्नु? यो अब बेलुका हाल्छु नि म। हेर न है तिमीहरू के हो फोन लिएर हिँड्छौ त? तिमी अहिले फोन बोक्न थालिसक्यौ? ए ल खिच्नु न त। ल हामी सबैजना खिच्ने है। अनि यो ठाउँ चाहिँ लास्ट दामी रहेछ। हेर्नु यहाँबाट भ्यू हेर्नु है एकचोटि। ल हेर्नु त यस्तो डेन्जर छ है भ्यू। अनि बाटो फेरि पुरै पिच भएको। यहाँ चाहिँ अलिकति पिच भएन, नत्र तल पुरै पिच भयो कि। ठाउँको नाम चाहिँ नयाँ बस्ती रहेछ। अनि त्यस्तो गर्मी पनि भएन क्या। आनन्द खजियोस् बस्नुलाई चाहिँ। त्यही हामी अघि आधी घन्टा भयो आएको चाहिँ। अब एकछिन बसेर यताउति गरेर चाहिँ निस्किनु पर्यो। ल फोटोसोट खिचौँ। कुन चाहिँ नाम के अरे बाबु? सतीश हो तिम्रो कि स्कुलको? वरुण हो? गोरै रहेछ त तिमी त। वरुण के? सुनार। ओहो त्यही भनेको। हल्का फरेनर जस्तो छ क्या। कपाल पनि कहिले कहिले मिस्टर बिसको छोरा हो क्या। होइन हेर्नु कति गोरो हो त नि। छाला पनि ए कपाल पनि कहिलो। अनि तिमी चाहिँ फेरि त्यो चाइनिज जस्तो छ कि क्युट क्युट छ। नानी क्युट छिन्। नानी अब हिरोनी बन्छन् पछि गएर होइन त? कि डक्टर पनि हो?
तिमी त बोल्दै बोल्दैनौ त हेलो भन्दै यस्तो यस्तो गर्दै हेलो एलेक्स भन हेलो एलेक्स एलेक्स ए दाइको भाइ हैन दाइको छोरो चिज ल ल ल अब जाऊ अब पढ्नु पनि पर्छ ल बाई 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 ल जाऊ 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 कता यता ल जाऊ पढ्नु पर्ने तिमीहरू जाऊ खाजा खानु पर्यो ल ल बाई 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 तिमीहरूको गाला यस्तै हो कि के हो खास आएर त के खाएको अनि जुनबाट लिची छैन लिची झोलै भरि हो बाबु यता हेर त एउटा लिची चाहिँ खाइदिनु लेउ त बाबु फेभरेट ब्लगर फेभरेट हो हजुर ए बाबु अनिल सुनार है ल ल ल खैले पोके निकाल त त्यसो भए त हेरौँ हजुर ल यो सम त अहिले उता उति निकाल त एउटा यसो चाख्नु यहाँको कि यहाँको ल ठिक छ यार बाबु आराम यसो लिची टिपेर आयो तिमी त स्यासेर फेफे गर्दै आऊ त ए भगवान् थ्याङ्क यू मेरो बाबु थ्याङ्क यू थ्याङ्क यू सबै दिन ल्यायो क्या मलाई कता राखिदिएर म ल्याउनु पुरो भयो म त पुरै छ खै ल्याउ नि त ल्याउ आधा कहाँबाट आउनु पर्छ नि त चिन्नु म तिमीलाई तिमी त उ त्यो चिनिन नि त यार रजनी दिदी चिन्नुहुन्छ को रजनी दिदी रजनी दिदी हजुरको बहिनी कि रजनी रजनीको साथीको भाइ हो ल मेरो बाबुलाई कोले हजुर के गर्ने पहिला डिसाइड गर यो गर्ने ल ल लिची चाहिँ ल्याउ न अलिकतिहरू एउटा खान्छ है सबै चाखिदिउँ न अलिअलि ल ल राम्रोसित जाऊ तिमीहरू है ल बाई बाई ल सबैजना यता आउनु त फोटो हान्नु ल राव है बाबु यस्तो तान्नु हुन्न नि त बाबु सानो उमेरमा तिमी बाबु नर न बाबु ल खिचिक्क ल हामी चाहिँ उताबाट घर फर्किँदै थियौँ अनि त्यसपछि बाटोमा चाहिँ दामी ठाउँ देख्यौँ कि हेर्नु न हरियो चारैतिर सम्म ग्राउन्ड जस्तो त्यसपछि बाइकलाई यहाँ रोक्यौँ अनि त्यसपछि यहाँ झरेर चाहिँ हामी टक्कै भ्यूको चाहिँ आनन्द लिँदैछौँ कि यहाँबाट फेरि उताको नेक्स्ट लेभलको भ्यू देखिरहेको नि टक्क लगाएर चाहिँ त्यो सनसेटको त्यो टुपिसकेपछि त्यो हल्का रातो छिट्टाहरू चाहिँ माथि यस्तो त्यो देखिरहेको कि कस्तो दामी देखेँ हेर्नु रातो यति टक्क लगाएर म यहाँ जमानामा एकचोटि चाहिँ यहाँनिर चाहिँ एउटा भिडियो बनाएको थिएँ त्यो मलाई याद छ अहिलेसम्म त्यो धेरै पहिला 6-7 वर्ष पहिलाको कुरा कि अनि त्यसपछि यहाँ चाहिँ अलिकति बस्नु जस्तो त्यहाँ पनि पुगेर आएको छु है म तपाईँलाई त्यहाँ पर्दैन यहाँनिर चाहिँ मैले बनाएको थिएँ क्या हेरी यहाँनिर चाहिँ अहिले त केही देखाएन होला यहाँनिर चाहिँ मैले बनाएको थिएँ यता रुखतिर कता कता अड्डाएर अनि त्यही भएर चाहिँ यहाँ मेमोरी पनि छ नि त त्यही भएर त्यहाँ रोकेको एकछिन यहाँ एकछिन बसेर चाहिँ अब रात पनि पर्न लाग्छ क्या अब एकछिन बसेर घर पनि निस्किनु पर्ने हुन्छ खाना एकछिन भा आयो बाबु कतिखेर आयो देखाउनु हुने अब यसमा यस्तो छ अब समोसाहरू हो कि समोसा अनि त्यो चक्लेटहरू खै त कहाँ यतै छ ओहो सरजी उठ्नुहोस् त घुमेर आउनु मामु घर एलेक्स चाहिँ मामु घर गएको थियो कि अनि मामु घर गएर कति दिन बसिस् त तल अनि मामु घर बसेको बेलामा अनि काकाको आमा बाको याद आयो नि तँलाई आएको थियो मामु घरबाट के ल्याइदिस् त काकालाई यिन ल्याइदिएनस् मैले ल्याइदिएछु अहिले बरु समोसा ल्याइदिएछु मैले खानुहोस् किन खानाइसक्यो के हो त नि तरकारी आज मासु ओहो ल आज मासु नै रहेछ फेरि खाजा टन्नै खाएर हो समोसा खाएर त्यही अब भात पो कहाँ हाल्ने थिएँ मासु पो कहाँ हाल्ने थिएँ पेट काम त छैन मेरो ओह यस्तो बाध्यता नि हुँदो रहेछ जबरजस्ती खानुपर्छ भने मासु र भात पनि जाडा लाग्दो धनियाँ बासा त्यहाँ धनियाँ सनियाँ हालेर पकाउनु भारी जान्छ नि ल अब घर आइसकेको अरे अब यसो फ्रेस हुन्छु त्यसपछि अब खाना त खानै पऱ्यो अलिअलि खाना खानु बस्छु अनि त्यसपछि चाहिँ गुड नाइट हुन्छु भोलि बिहान चाहिँ भेट्छु म तपाईँसित है त
Good morning, everyone. Good morning, good morning. के गरे आज तिमीहरुले बिहान बिहानै? के हो यो? के हो यो? माछा मार्ने कुरा कसको आइडिया हो? तेरो आइडिया हो? आइडिया मेरो आइडिया नि खै ल मारेर देखाएको कसरी मार्दै रहेछ माछा? तिमी तल आउ ल। ओहो यसले त माछा डेन्जर मार्दै थियो। परे माछा? खै के रे? कता भने? के भने एलेक्स? भाइको जाने के त्यही भने? जान त जा। खेल आइज है। बिस्तारै खेल है। तपाईँ लिन आउनु उनीहरू ठ्याक्कै जानुहुन्छ। त्यही त अब म पनि भरे उठेको अरे अब नुहाइधुवाइ गर्नु पर्यो। दुःख लागेर चाहिँ अच्छा नुहाउने भनेको हजुर ल मकै हेर्नु न पानी परिदिएको 2-3 दिन लगातार कस्तो डेन्जर भयो नि त हर्लक बढायो नि कि तर यहाँ चाहिँ छोटो त्यहाँ अल्को फेरि त्यहाँ छोटो भयो के भयो मकै सबै किराले खाइदो रहेछ अन्त त घोगा पनि हालेर नि पोलेर उसिनेर खाने बेला भइसक्यो नि आमा सबै किराले खाएर चाहिँ त मकै त अनि फर्सी पनि हेर्नु न कस्तो डेन्जर भयो यस राम्रो हुनु खोज्यो अब किराले दबाई हाल्नु पर्ने हो यता पनि सानो यता ठुल्ठुलो भएछ यता सबै बिग्रिन्छ यार के हुन्छ पातको टुप्पोहरू सबै खाइदिएछ त्यो त घिराउलाले फेरि अब साथ छोड्यो नि कि अहिले यस्तो डेन्जर फैल्यो नि यो लराहरू नि यहाँबाट त मान्छे पुगिसक्यो ऊ त्यो टुप्पोमा हेर्नु न त्यहाँ पुगिसक्यो सब समेट देखायो हेर्नु न भगवान् अब आउने दिन त म धेरै देखाएको छु त मैले तर सही हुन्छ यार तरकारीको कमी चाहिँ हुँदैन क्या भने त यस्तो डेन्जर फल्यो करेलाहरू करेला भने करेला यस्तो हरियो काँक्रो चाहिँ मरे जस्तो छ है बाबुजू काँक्रो मरे हो त्यो त लौकाहरू चाहिँ खुवाउन थालेछ काँक्रोको रुख चाहिँ यहाँ 2टा थियो क्या त्यो 2टा अब के गर्दै बस्यो हो भित्र के पढिस् नि भित्र खै देखा त मलाई के पढिस् हेरौँ खै तेरो ह्यान्ड राइटिङ हो यो ह्यान्ड राइटिङ त राम्रै छ त तेरो त आई डोन्ट लाइक जङ्क फुड रे तँलाई जङ्क फुड मन पर्दैन भन्छस् जङ्क फुड खान्छस् तँलाई जङ्क फुड मन पर्दैन लेख्छस् त्यहाँ हेर्ने भने सबै जङ्क फुडको त्यो के अरे के भन्छ त्यो के अरे यस्तो नाम अनि त्यो हुन्छ नि म्यामले लेख्नु भयो हजुरले होइन तँलाई जङ्क फुड खानु भनेर त्यहाँ लेख्ने अनि त चाहिँ जङ्क फुड खाने बदमास हुन्छस् नखाने है अबबाट जङ्क फुड तर आजकल चाहिँ बार्न त्यसले बारे खाँदैन ल्याएरै देखेन अब बार्न त परिहाल्यो होइन त ल पढ आई डोन्ट लाइक जङ्क फुड भन्नु भन् त लाइक होइन डोन्ट भन् गुड ह्यान्डसेक पढ ल अब खाना पनि खानु पर्यो ओहो कति राम्रो हो फर्सी मुन्टा हेर्नु न हाम्रै बारीमा फलेको फर्सीको मुन्टा गेडागुडी आलु सोयाबिन यो चाहिँ फेभरेट नै होला तरकारी सबैजनाको अझै आलु र गेडागुडी अनि त्यसपछि फर्सी मुन्टा यति 3टाको सोयाबिन पनि चाहिँदैन अझै आलु गेडागुडी र के अरे फर्सी मुन्टा यति 3टाको मिक्सड भएपछि दामी नै हुन्छ तरकारी मलाई कस्तो भल लाग्छ तरकारी पनि त्यही जस्तो यहाँ अहिले रहेछ पोडी के रहेछ कि त्यही अब खानासाना खानु पऱ्यो कि अरे लाइन पनि आएको छैन अघि नै गयो लाइन अहिलेसम्म आएको छैन मोबाइलमा चार्ज पनि छैन अनि अब अलिकसम्म आएपछि चाहिँ यताउति भइहाल्छ कि त्यो कुराहरू त्योभन्दा अगाडि चाहिँ म भिडियोलाई त्यति गर्न चाहन्छु आजको थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो र भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद
कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न चाहिँ नबिर्सिनु होला। अनि यति भन्दै आजलाई म बिदा लिन्छु। डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब, हिट द बेल आइकन। यति भन्दै आजलाई हामी बिदा लिन चाहन्छौँ। हस्त, जय नेपाल।